अहिलेका प्रतिगमनकारीहरू अदृश्य, कमजोर, कुनै ग्राउन्ड नभएका, न इतिहास न परम्परा, न परम्पराको टेको, न जनसमर्थनको आधार, केही पनि नभएका। मैले हाहुमा भन्छु नि, वास्तवमा हाहुमा आगो लगाएको भरमा, लुटेका भरमा, तोडफोड गरेका भरमा, अराजकता आतंक मचाएको भरमा, एउटा आतंककारी अभ्यास गरेका भरमा शासनमा डिस्कर्डबाट पुगे अरे। डिस्कर्डबाट शासनमा, डेमोक्रेसीमा, कहीँ दुनियाँमा, सभ्य समाजमा डिस्कर्डमा भोटिङ पनि गरे अरे। 2-3 हजार केटाकेटीहरू डिस्कर्डमा जम्मा भए अनि भोटिङ पनि गरे अरे। कसले गन्यो त्यो? मतपत्र कस्तो थियो?